यो ट्याब अनि तपाईँले मलाई हराउँछ जाउँ न भित्र लगेर राख भने नि अनि किन अनि लुकायो भनेर भन्ने त मैले सुनिसकेँ कानले भन्ने भनिसक्यो मलाई त्यसो भनेर रिस पोखेर अनि यो सबै फाल्यो अरे हो कसले मुख चलाएर फ्याँकेको यो कसले मुख चलायो त अनि अनि यो सबै फ्याँकिदिएको तकिया सके सबै फ्याँकिदिएको किन फ्याँक्यो त मलाई भन्नु मलाई स्पष्ट कुरा गर्नु कसले मुख चलायो भन्नु 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 होइन होइन यहाँ भाएन अनि दिउँसो अनि ट्याब हेर्न परेको थियो तपाईँले कहाँ छ मात्रै भनेर सोध्या अनि उयो टेबलमै थियो त अनि ट्याब भयो मैले माने अनि ओनी सोनी सबै फाल्नु पर्छ त बुद्धि साह्रै फ्याँकेन अनि रिस चाहिँ कोसँग उठ्यो त अनि रिस यत्तिकै उठ्यो कसलाई रुबल सोच पनि थियो फ्याँक्दाखेरि किन भाउजूदेखि रिस उठ्यो के भनेर तपाईँलाई अनि रिस उठ्यो अनि फाल्यो रिस त्यस्तो डेन्जर उठ्नु थाल्यो तपाईँलाई धेरै रिसायो भने धेरै उ भयो भने यहाँ दिमागमा टेन्सन हुन्छ अनि यहाँबाट यहाँ पेटमा गाह्रो हुन्छ होस् हामी सबैजना जाउँ आफ्नो काममा लागौँ अब नकुरिकन बसौँ अब नकुरौँ एक्लै छोडिदिउँ म माथि घर गएर बसौँ म भन्नु न त म जान्छु माथि घरमा गएर बस्छु अनि तपाईँले चाहिँ कता घोर्की लगाएको त अनि हामीले त्यसो जान्छु ल आजै होस् जा भने होइन म जान्छु अब एक्लै सुत्नु तपाईलाई के बोल्नु पर्यो ल भन्नु मलाई के बोल्नु पर्यो तपाईँलाई माया लाग्दैन मेरो अब लाग्छ भने किन त्यस्तो भने त मलाई नफ्याँके पनि अनि यसरी भुटिलाउनु हुँदैन नि त बा दसैँ भए पनि ल चित्त दुखिन्छ एकछिन उनीहरू चित्त दुखिन्छ मैले भने कुरा स्पष्टसँग गर्नुपर्छ क्या बा मनमा लिनु हुँदैन क्या गुले चाहिँ के दिने ल सरी भन्नु पहिला एकचोटि ए जुस खाने जुस